यी व्यक्तिहरू यही घरमा जन्मे, यही घरमा हुर्के, यही घरमा चिनिए। आज यिनीहरूलाई कतिखेर लाग्छ होला यो हिजो पनि अनम्यान आर्मी भएर हिँडेको, एक्लै हिँडेको, यो कोहीसँग पनि डराउँदैन। तर यिनीहरूलाई पनि लाग्छ होला कि कहिलेकाहीँ हामी त्यहीँ जन्मियौँ, त्यहीँ हुर्क्यौँ, त्यहीँ चिनियौँ। हामीले आइडी उडायौँ भने आइडी उडाएर त तिमीहरू त मानसिक सन्तुलन गुमाएका हो। तिमीहरूले डिप्रेसनमा गइसकेका छौ। म के आग्रह गर्छु भने जुन घरमा जन्म्यौ, जुन घरमा हुर्क्यौ, जुन घरमा चिनियौ र जुन थालमा भात खायौ त्यो थाललाई घृणा नगर भनेर म आग्रह गर्छु। तर म कहिल्यै पनि मलाई थकाइ छैन। म हिजो पनि भन्ने 2019 देखि एक्लै जस्तो सुकै आन्दोलनमा म साबिल भएँ। 7 सालको आन्दोलनमा पनि म साबिल थिएँ, 17 सालमा पनि, 36 सालमा पनि, 46 सालमा पनि, 62-63 मा पनि म कहिले थाकिनँ। तर मलाई जति साथीहरूले धोका दिन्छन् नि त्यति मेरो आकर्षण बढ्दै जान्छ र मान्छेले कहिले हरेस नखानु होला। छोरोले हरेस खायो भने त्यो कहिले पनि सक्सेसफुल हुन्न भन्ने कुरा पनि म तपाईहरूलाई यो सञ्चार माध्यमबाट बताउन र आग्रह गर्न चाहन्छु।